साथीहरू साह्रै काममा व्यस्त भएर भिडियो पनि नबनाऊ, साथीहरूलाई के दुःख दिइराख्नु, लाइक कमेन्ट गरिराख्नलाई आफूले सपोर्ट गर्न पाइएन भनेर नबनाएको। यो मेरो खुरापाते दिमाग के आउँछ हेर्नुहोस् न, यहाँ मैले किचन मोजा बनाएको इलास्टिक हालेर। अब यसरी बनाइसकेपछि अब साथीहरूलाई त देखाउनै पर्यो मैले। अनि सधैँ पहिला चाहिँ हामी किनेर लाउँथ्यौँ, यो इलास्टिक हुँदैन थियो, अनि खुसुक खुस्केर जाने के। इलास्टिक हालेपछि चाहिँ लु खुस्की त कसरी खुस्किन्छस्। अनि यो भनेको चाहिँ अब यसरी लाउने, कति आनन्द होइन। अनि यो क्लोज सुजुदी पनि लाउन मिल्ने रहेछ कि साथीहरू। लु त अब निस्किँदा कसरी निस्किन्छस्। अर्को जोड पनि बनाएको छु साथीहरू, म अर्को पनि देखाउँछु। यो चाहिँ अर्को जोड, यस्तो इलास्टिक हालेर टक्क लाएर होइन, अनि टक्क यसो गरेर चप्पल लाउने साथीहरू। बाक्लो चप्पलको जरुरतै परेन, यसो गरेपछि काइदा होइन त। ल साथीहरू, अलि बिजी भएर मैले साथीहरूलाई सपोर्ट गर्न पाइनँ, गुनासो नगर्नु होला। फुर्सद भएपछि गर्छु म, मेरोमा चाहिँ गरिराख्नु होला। म हजुरहरूलाई फुर्सद भएपछि सपोर्ट गर्न आउनेछु। हस् त, धन्यवाद।